गाइज आज भन्छ हामी छिटै फर्केर आयौँ र फेरि एकछिनमा हामी जानेछौँ। तर हाम्रो यो ठाउँको दृश्य भने म तपाईँहरूलाई देखाइरहेको छु ल। यस्तै छ है हाम्रो गाउँ चाहिँ। लु हेर्नुहोस्, पानी परिकन अहिले एकदमै यस्तो छ। ल हामी घरतर्फ लाग्दैछौँ। पानी चाहिँ एकदमै हेर्नु नि चिप्लिन खालको छ। ओहो के आयो त, बहुत पुरानो फुल आयो त यो त। यो फुलको नाम के होला, धर्मसे फुल भन्छ कि झुसले फुल भन्छ कि के भन्छ यसलाई, कुनै पुरा छ फुल चाहिँ। ल यो के कुरोको यो चाहिँ राई खनी हो। अलिक उता सुब्बा खनी छ, त्यहीँको शर्मा खनी पनि छ। लु आमा के राम्रो फुल, साह्रै राम्रो फुल फुलेछ। हामीहरूलाई जुम गरिकन तान्नेछौँ। ओके हामी लागौँ यता फुलबारीतिर जाउँ। यो गुलाबलाई पनि तानौँ हामी, साह्रै मजाको गुलाब छन्। यो फुललाई पनि तानौँ। तर हामी दृश्य यताको हेर्नु अब चराहरू भुइँभरि खेलिरहेको छन्। मकै घोडेको पनि यस्तो भएछन्। लु हेर्नुहोस् है, मकै चाहिँ सर हामी त घुमौँ। कम्ती राम्रो निस्किँदैन भिडियो त्यसमा त, क्या त हेर्नु निस्किन्छ नि हो। हेर्नुहोस् न अब भिडियो नि फोनले गर्दा क्या त राम्रो हुन्छ नि। अब यसको फोटोहरू जुम गर्नु क्या त कम्ती राम्रो निस्किँदैन। क्यामेरा राम्रो हुन्छ नि यसको त, आइफोनको त। अब ए हजुर आइफोन हो। अब यो मकै गोडिकन हामीले यस्तो बनाएको छौँ भन्दै गर्दाखेरि हेर्नेलाई सक परिरहेको छ। यसरी घुमाउँदैन, राम्रो घुम्छ नि यसरी। हेर्नुहोस् न यसरी घुमिदिन्छ। अब मान्छेले त्यसै यसमा एडिट गर्नु पर्दैन। अब एक क्लिक हिर्काइदिनु भइहाल्छ एडिटलाई क्या त, त्यहाँ नगर्दा हुन्छ, डाइरेक्ट हाल्दा भयो।